छ क्या यहाँनिर करोडको माल है गाइस याकको मासु के को मासु रे दाइ 2000 फटा चोर साला मैले आफै थिच्नु पर्छ बनाइदिने हो युजफुल आफै थिच्नु पर्छ मैले थिचेको थिएँ ओइ मेरो टोपी तल झरे पर्छ साथी जहाँ गइन् छेउ सर्दो रहेछ कि गाइस कोचको क्या पर्छ नि कोच हो एकदम ब्रान्ड मेरी छोरी क्या राम्री नाचे कि हेलो एन्ड नमस्ते एभ्रिवान इट्स मी अभिषा भ्लग नेक्स्ट डे नेक्स्ट भ्लग हजुरहरूलाई थाहा छँदैछ अहिले म जमसममा छु भनेर सो मलाई चाहिँ चिसोमा पानीमा भिज्दै आएको भएर पनि सन्चो भएन स्वर पनि त्यस्तै आइरह गाह्रो नि भइरह क्या सो अहिले चाहिँ मैले तपाईँहरूलाई देखाउन खोजेको कुरा चाहिँ मेरो रुमबाट भ्यू हेर्नु न वाउ बवाल छ दामी भ्यू अनि अब चाहिँ सरजी उठ्नु भएको छैन सरजी उठेपछि चाहिँ हामी रेडी भएर मुक्तिनाथतिर जानुपर्ने हुन्छ सो अब सरजीलाई उठाएर हामी चाहिँ रेडी भएर मुक्तिनाथ जान्छौँ अब चाहिँ म रेडी सेडी भएर भिडियो बनाउँछु गाइज अब किप वाचिङ होइन भिडियो त्यस्तै त्यस्तै भइरह पुरानो भिडियो नि हेर्नुभयो होला कस्तो लाग्यो है सो त्यही हो अब रेडी भएर भिडियो गर्छु है त गाइज अब चाहिँ हामी रेडी भएर निस्किसक्यौँ हाम्रो बाइक यहाँ छ अब यसलाई एकछिन स्टार्ट गरौँ सर मोबाइल समात्नु त स्टार्टहरू गर्न अब फेरि बाइक एकचोटि माथि वर्कसप भयो भने चाहिँ बनाउनु पर्नेछ अलिकति कालो धुवा फालिरहेछ क्या त्यो हिजो त्यो पिस्टोल भाँचिएको थियो नि त त्यो चेन्ज गरेको अनि अलिक पेट्रोल बेसी खाएछ कि गाइस त्यही भएर चाहिँ अब माथि वर्कसपहरू काहीँ भयो भने चाहिँ एकचोटि देखाउनु पर्ने हुन्छ त्यही हो अब चाहिँ हामी निस्किन्छौँ माथि मुक्तिनाथ गर्छौँ हामीले यहाँ होटलबाट चाहिँ चेकआउट गरेको किनभने आज चाहिँ माथि बस्नु पऱ्यो भनेर क्या त्यही भएर यहाँबाट चेकआउट गऱ्यौँ अब माथितिर गएर होटेल हेर्छौँ त्यहाँनिर ब्यागहरू राखेर अनि रेडी भएर अनि मुक्तिनाथ जान्छौँ सो त्यही हो गाइज लेट्स गो सो गाइज हिजो चाहिँ मैले राति आइपुगे भएर यो जमसम बजार भिडियो गर्ने पाएन नि त त्यही भएर म सरलाई चाहिँ यहाँनिर एक्लै छोडेर एक राउन्ड हानेर आउँछु अनि त्यहाँबाट हामी चाहिँ मुक्तिनाथतिर लाग्छौँ है त सो लेट्स गो विथ अस यस्तो बवाल बजार छ गाइस यस्तो राम्रो हिजो राति भिडियो खिच्नै पाएन त्यही भएर मैले चाहिँ आज हजुरहरूलाई देखाउन लिएर हिँडे मात्र हो वाह भेडाहरू भेडा त होला नि यस्तो राम्रो यो भ्यू मैले हिजो खिच्न नपाएको यस्तो रिग्रेट लागेको छ नि मलाई सो यहाँदेखि चाहिँ जमसम बजार स्टार्ट रहेछ गाइस अनि यो चाहिँ जमसमको एयरपोर्ट रहेछ क्या वाउ कस्तो राम्रो भ्यू बवाल लाग्यो यार अब चाहिँ मैले घुमाउँछु भाइ गाइस यो चाहिँ जमसमको एयरपोर्ट
यहाँबाट चाहिँ ओहो मेरो स्वर के भयो यार मलाई सम्झने भएन क्या सो यहाँबाट चाहिँ म बिस्तारै हिँड्दै आउँदै लान्छु तपाईँहरूलाई This is Jomsom Bazaar. गाइज मैले चाहिँ एकछिन यहाँ रोकेको थिएँ होइन यसो फोटो सोटो पनि खिच्नु पऱ्यो त्यही भएर यस्तो राम्रो भ्यू छ है मैले चाहिँ यहाँ सरेर एक दुईवटा फोटो भिडियोहरू खिचेँ त्यही हो अब जानुपर्ने हुन्छ फोटो भिडियो पछि फेरि खिचौँला अहिले मुक्तिनाथ टाइममा पुग्नुपर्ने छ त्यही भएर लेट्स गो कागबेनीमा छौँ अघि चाहिँ हामी अप्पर मुस्ताङ जाने बाटो गएछौँ क्या रङ बाटो भएछ हाम्रो पेट्रोल पनि सकिसकेको थियो सो हामीले यहाँ पेट्रोल हाल्यौँ अब चाहिँ हाम्रो राइडर चेन्ज मेरो सरले चलाउन लाग्नु भएको छ सो अब मैले क्यामेरा फिट गरिदिन्छु अनि त्यसपछि हामी मुक्तिनाथ जान्छौँ है त
अहिले चाहिँ हामी यहाँ ग्यारेजमा आइपुग्यौँ होइन बाइक एकचोटि देखाउनै पर्ने छ बाइकले एकदम धोका दिएर जस्तो गरिरहेछ क्या त्यही भएर बाइक देखाउनलाई हामी यहाँ आएको छौँ बाइक देखाएर अनि अब मुक्तिनाथ यहीँ माथि रहेछ 1 किलोमिटर सो हामी आइपुगिसक्यौँ लगभग सान्छन् सो त्यही हो बाइक बनाऊ अनि त्यसपछि निस्क्यौँ है त यहाँ मेरो सरले चाहिँ बाइक वास हानिरहनु भएको छ एकछिन वास गर्ने रे अब चाहिँ हामी घोडामा मन्दिर जान लागेको सर अगाडि हुनुहुन्छ अबुई बाबा लच्किँदो रहेछ त दाइ मैले चाहिँ टोपी पनि किनिहालेँ हिँडा जाने बाटो चाहिँ अर्कै रहेछ क्या सो गाइस त्यही हो अब बाइक बनाउन त्यहाँनिर अब चिसोमा यस्तै हुन्छ यताउता भन्न थाल्नुभयो त्यही भएर बाइक खासै बनाएँ होइन अब माथि मन्दिरसम्म जानु लागेको झोला हेलमेटहरू चाहिँ तल राख्यौँ अनि त्यही भएर घोडा चढेर जाउँ भनेर घोडा चढेर जाँदैछौँ हामी चाहिँ हाम्रो 38 नम्बरको दाइले लाँदै हुनुहुन्छ तपाईँहरू नि मुस्ताङ आउँदा दाइहरूसँग घोडा चढ्नु होला गाइज हामी चाहिँ अलमोस्ट आइपुगिसक्यौँ अब हाम्रो झर्ने बेला नि आयो सो यहाँसम्म रहेछ यहाँसम्म सर झर्नुहुन्छ अनि म झर्छु है त मजा आयो तर यु क्यान सी द भ्यू सो गाइज हामी चाहिँ घोडाबाट झरेर टक्क यसरी हिँड्दैछौँ है अलिकति चाहिँ हिँड्नुपर्ने रहेछ यहाँसम्म चाहिँ घोडाले ल्याइदिने रहेछ क्या सर जोसमा हिँड्दै हुनुहुन्छ यार मजा आयो घोडा चढ्नु हामी गल्थ्यो है हाय हाय Here we go, मन्दिर आइपुग्यो यस्तो छ हालत राइडरहरूको अझै हिँड्नुपर्छ अझै हिँड्नुपर्ने रहेछ सो वी आर अलमोस्ट हियर मलाई चाहिँ सास फेर्न एकदम गाह्रो भइरहेछ अब टक्क आइसक्यो मन्दिर यहीँ रहेछ है अब जति पनि पाप गरिएको छ त्यो
पखाल्नुपर्ने हुन्छ त्यस्तो पाप त गरिया छ जस्तो लाग्दैन तै पनि कति पाप गर्नु भयो सब यहाँ पखाल्ने रहेछ अर्को पाप पनि अनि त्यहाँबाट शुद्ध हो ओके कस्तै गाह्रो हुँदो रहेछ भाइ अन्त सास फेर्ने गाह्रो भए जस्तो भइरहेको कि So here is Muktinath Temple. अब ड्रेस चेन्ज गरेर रेडी भएर चाहिँ म भिडियो गर्छु है त सो हियर वी गो मुक्तिनाथ टेम्पल सो गाइज रेडी भएर हामी निस्किसक्यो अब चाहिँ हामी नुहाउन गएको दाइ चाहिँ अगाडि आएर नुहाइसक्नु भएको रहेछ अब हाम्रो पालो बुई कम चिसो छ चिसो भयो भने नुहाउनै पर्छ यहाँसम्म आएपछि सो लाइक Yes. गयो अँ सो गाइज मैले चाहिँ गरिसकेँ अब मेरो सरले गर्दै हुनुहुन्छ यस कम अब मेरो सरले पाप जति पनि सबै फाल्नु भयो अब केही पाप हुन्न है छु कस्तो भइरहेछ चिसो भयो ल ल ल चिसो हो तर त्यस्तो पनि होइन क्या आइस जस्तै तानिन तर सकिन्छ लेट्स गो बेबी गो डुब्नु है टाउकै डुबाएर मैले कसरी गरेको थिएँ त्यसै गरी गर्नु ल यता हो नि चाँडो न 2 मिनटमा भ्याउनु पर्छ के नाइस फाइनल्ली सरले पनि नुहाएर सक्नुभयो मैले पनि नुहाइसकेँ अब चाहिँ हामी पूजाहरू गर्छौँ नुहाइसकेपछि अनि फेरि वी विल मुभ सो हामी नुहाइसक्यो गाइज अब चाहिँ सर लुगा फेर्नु जानुभएको छ त्यो बेलासम्म म यहाँ पुगिरहेको छु अब हामी पूजा गरेर तलतिर जान्छौँ अब खानसाना केही खान्छौँ हाम्रो यता बस्ने खास मुक्तिनाथ बस्ने कुरो भइरहेको छ तर मुक्तिनाथ बसिँदैन जस्तो छ किनभने मार्फा गएर बस्ने कुरा भएको छ लेट्स सी के हुन्छ मेरो मोबाइलमा चार्ज पनि छैन अहिले खाना खाने ठाउँमा चार्ज गर्छु अनि बल्ल भ्लग कन्टिन्यू गर्छु यहाँसम्मको चाहिँ त्यही हो गाइज अब आइयो दर्शन गरियो नुहाइयो होइन नुहाइयो दर्शन चाहिँ गरे होइन अब दर्शन गरिन्छ सो त्यही हो गाइज रमाइलो भयो जमसमको स्याउ हेर्नुहोस् जमसमको स्याउ केही हुँदैन मेरो साथीले चाहिँ स्याउ चोरेको छ क्या यहाँनिर त्यही भएर डराइरहेको छु यहाँनिर स्याउ यस्तो बवाल फलिरहेको रहेछ क्या खास हामीले मान्छे खोजेको मान्छे चाहिँ कोही पाएन अनि 2टा चाहिँ टिपेर हिँडेको हामीले चोर भन्न पाइन्न है फेरि फर्सी आमामा स्याउ है सो गाइज हामी चाहिँ मुक्तिनाथबाट अहिले यहाँ मार्फा आइपुगिसक्यौँ होइन अब चाहिँ टाइममै आइपुग्यो त्यही भएर यसो ड्रेस लाएर भिडियो बनाउँदा सो हाम्रो होटेल चाहिँ यस्तो छ अनि हाम्रो भ्यू एउटा भ्यू अर्को भ्यू चाहिँ यहाँ छ फेरि अब चाहिँ हामी यस्तो ड्रेस लाएर भिडियो खिच्न लाग्यो त्यही हो गाइज रमाइलो रमाइलो हुँदैछ भोलि चाहिँ पोखरा फर्किने हो त्यही हो चाहिँ गाइड्सहरू रेडी हुँदैछ यहाँ चाहिँ हाम्रो अभिषा मिसको सर
हाम्रो सर अभिसा मिसको सर्ट चाहिँ रेडी भइसक्नु भयो यहाँनिर यता चाहिँ मिस हुनुहुन्छ मिस चाहिँ यहाँ रेडी हुनुहुँदैछ अब रेडी भइसकेर चाहिँ हामी सरलाई चाहिँ ओभर मात्रै होइन खत्रै देखेछ है सरलाई चाहिँ अब मिसको पनि आउँदैछ बिस्तारै ब्लगर रेडी हुँदैछ सो गाइज हामी चाहिँ रेडी भइसक्यौँ यहाँनिर म पनि रेडी भइसकेँ र सर चाहिँ रेडी भइसक्नु भयो हाम्रो साथीहरू चाहिँ भोलि लाउने र आज नलाउने अरे त्यही भएर हामीले चाहिँ ड्रेस लाएर यसो फोटोसोटो खिच्न जानु लागेको ओभर क्राउड छ मान्छेहरू टन्नै छ त्यही हो गल्लीमा चाहिँ यस्तो भिड मान्छेको कति धेरै हल्का अब भिडियो त हाल्नै पऱ्यो यहाँ आएर होइन अब चाहिँ खाना खानुपर्ने हुन्छ हामीले रेडी पोजिसनमा यहाँ गाइजहरू झट्टा दाइको अहिलेको भ्यू दामी छ क्या केजीको 7,000को मासु करोडको माल है गाइज याकको मासु के को मासु रे दाइ अनि हाम्रो आन्टीले चाहिँ हामीलाई याकको मासु सजेस्ट गरेर म देखाइदिन्छु भोलि माउन्ट भिल्ला कि खासै महँगो होइन 1000 रुपियाँ मात्र हो याकको मासु 7,000 रुपियाँ किलो रे त्यही भएर अब 1000को चाहिँ यति आउँदो रहेछ गाइस मार्फामा त्यही हो साथी ट्राई गर कस्तो छ एकचोटि करोडको माल कस्तो छ भन्देऊ हाम्रो दर्शकहरूलाई करोडको माल ट्राई हो ल मेरो सरले पनि ट्राई गर्नुपर्छ फेरि जनताले मान्दैनन् नि त पहिला खानु न स्वाद भन्नु न ल थपी पो रहेछ मिठो छ अब अरूले मात्रै ट्राई गरेर मेरो दर्शकलाई चित्त बुझ्न नसक्छ करोडको माल खै न ब्याक क्यामेरा गर न ल ल ल हो करोड होइन यो त अरबै परेको खान्छु हो खानै पर्यो नि साथी मिठो 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 छ गाइस अरू भने त्यस्तै हो अब हामी चाहिँ खाना खान्छौँ यो भिडियो गरेर खासै डिस्टर्ब नगरौँ केटाहरूले फेरि लजाएर खान्छन् कि लजाउँछन् मोराहरू त्यही भएर अब चाहिँ खाना खाइदिउँ है त गाइस मार्फा आएर चाहिँ अटो सटो चढ्नु पऱ्यो भने हाम्रो ड्राइभर याङ्किला भन्दा हुन्छ है कति हो त्यो मार्फा चोकसम्म गएको कति पर्छ म्याम मात्र 2000 फटा चोर साला सो गाइस अहिले चाहिँ अब मार्फामा राति भइसक्यो होइन हामीले चाहिँ खानसाना खाएर एकछिन वक गर्न लाग्यो सो मेरो भिडियोको इन्डिङ पनि यति नै हो केटा हो अब मैले यतिमै इन्ड गरिदिन्छु होइन होप यु अल गाइज लाइक इट होइन लभ इट हेर्दै गर्नु सब्सक्राइब गर्दै गर्नु म त्यति ठुलो भ्लगर पनि होइन मैले हरेक अपडेट हाल्नलाई त्यही भएर मैले यतिमै इन्ड गरिदिन चाहेँ सो त्यही हो अब पर्सनल लाइफ पनि हुन्छ पर्सनल आफ्नो उयो पनि हुन्छ त्यही भएर अब चाहिँ मैले मेरो भ्लग यहीँ इन्ड गरिदिन्छु किप लभिङ किप वाचिङ होइन सी यू बाई थ्याङ्क यू फर वाचिङ यस्तो छ है हालत रातिको चाहिँ हाम्रो गाइजहरू पछाडि आउँदैछन् खानासाना खाएर हामी चाहिँ एकछिन वकमा हिँडेको राति कस्तो हुँदो रहेछ यहाँको भ्यू हेरिदिउँ भनेर हो त्यही भएर अब हिँडेको त्यही हो केटाकेटी हो अब चाहिँ राखिदिउँ बाई बाई माया चाहिँ देखाइदिउँ है सकेसम्म सेयर लाइक कमेन्ट चाहिँ गरिदिउँ त्यति हो ल बाई बाई ओए पक्कड भिडियो भएछ क्या आफै थिच्नु पर्छ बनाइदिने हो युजफुल आफै थिच्नु पर्छ मैले थिचेको थिएँ ओइ मेरो टोपी तल झरे पर्छ होइन पर्छ मुस्ताङको स्याउ खानु पर्छ यो साथी अरू भने त्यस्तै हो होइन स्याउ चाहिँ काम चाहिँ छोड्देऊ है तिमी जहाँ गयो साथी जहाँ गयो स्याउ छोड्दो रहेछ कि गाइज स्याउ यति बिल्ला बनाइसक्यो यति बिल्ला मान्छे छैन पैसै दिन्छु भनेको पैसा नभएको होइन है फेरि पर्सै छ कति छ साथी पर्समा देखाइदियो पैसा छ फेरि पर्समा कोचको हो क्या पर्स पनि कोच हो एकदम ब्रान्ड पैसा नभएको चाहिँ होइन नि फेरि चोरेर खाएको मात्र हो हैन फेरि चोरेर खानु बाध्यता भएको मान्छे नभएर है फेरि बुझ्यो गाइज बुझ्यो चोर होइन है ओनर छैन है फेरि त्यो अघि नैको भिडियोमा हेर्नु होला फेरि साथीले ए अभिशाप भ्लग्स 46 को साथीले त स्याउ चोरेछ भन्नु होला
पैसा नभएर नदिए होइन ओनर चाहिँ ओनर नभएको पैसा नभएर होइन ओनर नभएको पैसा त फेरि बुझ्यो नि कोचको पर्स भरि छ अब यो पर्सलाई नै त्यो कमेन्ट हान्न चाहिँ पाएन है फेरि लोकल गिफ्ट सप साथी एडभर्टाइज गरिदिने हो एडभर्टाइज हो मसँग हिँडेपछि त साथी उही यस्तो मान्छे चाहिँ होटेल मार्फा प्यालेस एडभर्टाइज ए अनि अब अर्को अर्को यो पनि होटेलमा ध्याट साथी यो बाइक पसल मुस्ताङ क्याफे हो क्याफे मुस्ताङ क्याफे यहाँ हेर न फेरि बाइक पनि छ कि यो भित्र यहाँभित्र फेरि बुलेट र आरएक्स साथीले बिल्ला नगर न फेरि भ्लगरसँग हिँडेर बाइकको नाम पनि नआउँदा त बिल्ला हुन्छ क्या डर त के गर्नु कुदाउने मान्छे परेन यहाँ टिकटक स्ट्रिट ल साथी एउटा नाच्देऊ मेरी छोरी क्या राम्री नाचे कि क्या राम्री नाचे कि अनि सक्दैन नि फेरि याङ्की पो हो त सक्छ अरूले सक्दैन है याङ्की डुडुल डुडुल डु हो मेरो पनि टिकटक हाम्रो होटेल चाहिँ यही हो हाम्रो होटेल यही हो सरहरू त्यहाँ गएर प्रमोट गर्छु नि त भन न योल्की 06 छ मेरो मेन अकाउन्ट वन्डर विथ योल्की चाहिँ टिकटक अकाउन्टै ल है गाइस फलो चाहिँ गर्नुपर्छ स्याउै देखाएर हो फेरि स्याउ चोरले अनि यही हो हामी बस्या होटेल चाहिँ यही हो गाइस ल है अब चाहिँ सक्यो बाबाई